टिकटक, फेसबुक, सामाजिक सञ्जालतिर जुन अहिले भाइरल भइरहेको छ नि गाङ्गु छेत्री काण्ड, म चाहिँ यो सोचिरहेको छु कि त्यो पुरुष कस्तो होला जसले सजिलै अर्काको छोरीचेलीलाई बदनाम गर्न सक्यो। त्यो बदनाम गर्नुभन्दा पहिला यो किन सोचेन कि ऊ पनि त एक नारीबाट जन्मेको हो है। भोलि गएर उसैको छोरीचेलीलाई कसैले यसरी बदनाम गरेको थियो भने ऊप्रति के बितेको हुन्थ्यो है। म त सिधै भन्छु, जुन पुरुषले यो काण्ड निकाल्यो नि त्यो मर्द हुनै सक्दैन, त्यो एक नामर्द हो। नामर्दले मात्र यस्तो काम गर्छ, किनकि एउटा पुरुष भनेको हरेक कुरा सोचेर अगाडि बढेको हुन्छ क्या है। त्यो गाङ्गु छेत्री भन्ने उसलाई सबै थोक विश्वास गरेर आफ्नो प्राइभेट अङ्ग प्रदर्शन गरेपछि है उसले बुझ्नुपर्छ कि है एउटा नारीले मलाई विश्वास गरेर सबै थोक देखाइरहेको छ भने मैले पनि उसको हरेक कुरा बुझ्नुपर्छ। तर भिडियो बनाएर त्यसरी सामाजिक सञ्जालमा भाइरल गराउने कुनै जरुरी थिएन कि है। म सिधै भन्छु त्यो पुरुष हुनै सक्दैन, त्यो नामर्द।